हाइड्रोजनेसन बेथा एलिमिनेसन यसमा चाहिँ के भन्छ भन्दाखेरि डिहाइड्रो हेलोजिनेसन पनि उड्नु हाइड्रो पनि उड्नु हेलोजिनेसनमा ए छन् ए अल्फा कार्बनबाट हेलोजन उड्छ बिटा कार्बनबाट हाइड्रोजन उड्छ। अब सपोज यो छ भने अल्कोहलिक KOH अल्फा कार्बन यो भयो भने यहाँबाट क्लोरिन हट्छ यहाँबाट बी हट्छ अनि बाँकी रहेको अल्किन बन्छ। त्यस्तै यहाँ पनि यस्तै छ होइन मिथ इथ प्रोपाइल अल्कोहल छ यसमा तिमीले फेरि अल्कोहलिक KOH गर्यो भने यहाँबाट अल्फाबाट हेलोजन क्लोरिन हट्छ यहाँबाट हाइड्रोजन हट्छ भनेपछि यहाँ बिटा एउटा मात्रै छ नि त सो प्रोडक्ट पनि एउटा मात्रै बन्ने पोसिबल छ क्या। सो त्यो कहिलेकाहीँ झुक्काउनु सक्छ कि दुईवटा प्रोडक्ट हुन्छ अनि दुईवटा प्रोडक्ट भएपछि को चाहिँ मोर मेजर हुन्छ त कसको चाहिँ बन्ने क्यापेबिलिटी धेरै हुन्छ को धेरै स्टेबल हुन्छ भन्न सक्छ त्यो बन्दैन सेकेन्ड प्रोडक्ट त्यो झुक्काउनको लागि दिएको। सो एउटा मात्रै बिटा छ भने एउटा मात्रै प्रोडक्ट बन्छ। अब हेर यस्तोमा चाहिँ यो भनेको अल्फा कार्बन भयो होइन अनि बिटा यता पनि हुनसक्यो यता पनि हुनसक्यो नि त बिटा दुईवटा छ भनेपछि प्रोडक्ट पनि बन्ने दुईवटा पोसिबिलिटी छ र माइनर र मेजर हुन्छ। अनि यसमा चाहिँ कसरी पत्ता लगाउने बाई द हेल्प अफ हाइपर कन्जुगेसन अल्फा कार्बनको थ्रु। अब यहाँबाट क्लोरिन हट्यो अनि यदि तिमीले चाहिँ यतापट्टिबाट हाइड्रोजन हटायो भने यता आउँछ सिङ्गल डबल बोन्ड त्यसपछि डबल बोन्डलाई गोल घेर लाउने र कतिवटा अल्फा कार्बन छ यहाँ दुईवटा अल्फा कार्बन छ होइन यहाँ भनेको यहाँबाट क्लोरिन हटायो र यहाँको चाहिँ हाइड्रोजन हटायो भने यतापट्टि आउँछ डबल बोन्ड र अब यसमा चाहिँ अल्फा कार्बन कतिवटा छ भन्दाखेरि 6वटा भनेपछि यो भयो मेजर। यो सेटजिफ रुल चाहिँ बेस्ड अन हाइपर कन्जुगेसन। त्यसपछि अरू आउँछ मेटलहरूसँग पनि रियाक्ट गर्ने मेटल एउटा सोडियम मेटल अर्को जिङ्क मेटल यदि सोडियम मेटलसँग रियाक्ट गर्यो भने त उड्स रियाक्सन भयो अल्काइल हलाइड अनि Na दुईवटा नासँग रियाक्ट गर्छ अनि सो 2 मोलिक्युल अफ अल्काइल हलाइड लिनुपर्छ इन द प्रेजेन्स अफ ड्राई इथर र अल्केन बन्छ। र यदि यो भनेको सेम अल्काइल हलाइड हुँदाखेरि हो नि त यदि तिमीले चाहिँ डिफ्रेन्ट अल्काइल हलाइड दिएको छ भने कसरी गर्ने त भन्दाखेरि एउटा भनेको यही अब यहाँ एउटा मिथाइल क्लोराइड छ अर्को इथाइल क्लोराइड छ होइन एउटा मिथाइल क्लोराइडको रियाक्ट गरेर बन्छ मिथाइल दुईचोटि रियाक्ट गर्छ त्यसको इथेन बन्छ। त्यस्तै यहाँ इथाइल दुईचोटि रियाक्ट गरेर मिथ इथ प्रोब्युटेन बन्छ। त्यसपछि थर्डमा 3टा प्रोडक्ट बन्ने हो थर्डमा चाहिँ यो मिथाइल र इथाइल दुईवटा रियाक्ट गरेर 2टा प्लस एउटा अनि 3टा प्रोपाइल बन्छ। अर्को भनेको जिङ्कसँग रियाक्ट गर्छ अल्काइल हलाइड यदि जिङ्कसँग रियाक्ट गर्यो भने अब जिङ्कको त जिङ्क Cl2 हुन्छ नि त दुईवटासँग रियाक्ट गर्छ सो यहाँ पनि 2 मोलिक्युल लिने इन द प्रेजेन्स अफ ड्राई इथर। जिङ्क भनेपछि यो चाहिँ फ्र्याङ्क हुन्छ जिङ्क फ्र्याङ्कल्यान्ड रियाक्सन हो र उड्स रियाक्सन र फ्र्याङ्कल्यान्ड रियाक्सन दुईटैमा चाहिँ अल्केनै बन्ने हो त। SN1 र SN2 आयो होइन SN1मा चाहिँ रेट अफ रियाक्सन इज डिरेक्टली प्रोपोर्सनल टु द स्टेबिलिटी अफ कार्बोकेटायन अनि यहाँ 9 6 3 यो यस्तै छ टर्सरी सेकेन्डरी प्राइमेरी यहाँ पनि त्यस्तो टर्सरी सेकेन्डरी भन्दा नि अल्फा कार्बनले डिटरमाइन गर्छ। अब यहाँ चाहिँ SN1मा के भनेछ भन्दाखेरि मिथाइल होइन त टर्सरी सेकेन्डरी प्राइमेरी भन्ने छ होइन यो भनेको बेन्जाइल हो छोड्यो एउटा यो भनेको प्राइमेरी अल्कोहल हो होइन प्राइमेरी हो जे आए पनि यो भनेको सेकेन्डरी हो होइन प्राइमेरी अराइल हलाइड हो यो सेकेन्डरी अल्काइल हलाइड हो भनेपछि यहाँ सेकेन्डरीको धेरै हुनुपर्ने हो नि त होइन हुन त यहाँ अल्फा हाइड्रोजन धेरै छ बट द केस इज यहाँ भनेको रेजोनेन्सले स्टेबिलाइज भएको छ यहाँ भनेको हाइपर कन्जुगेसनले सो रेजोनेन्सको धेरै हुन्छ मिन्स बेन्जाइल अल्कोहलको धेरै हुन्छ देन टर्सरी कार्बोकेटाइन बट त्यहाँ एउटा एक्सेप्सन छ यदि टर्सरी कार्बनको चाहिँ 9वटा अल्फा हाइड्रोजन छ भने इट इज स्टेबल देन द बेन्जाइल। SN2मा चाहिँ जति थोरै क्राउडिङ त्यति राम्रो हो अनि स्टेरिङ भनेको त क्राउडिङ हो बल्की ग्रुप हो सो रेट अफ रियाक्सन इन SN2 इज इन्भर्सली प्रोपोर्सनल टु द स्टेरिक हिन्ड्रेन्स। अझै अर्को पनि के छ भनेखेरि SN2 चाहिँ -I डिरेक्टली प्रोपोर्सनल हुन्छ मतलब यस्तो छ कि यहाँ NO2 छ र CHO छ होइन NO2 को धेरै हुन्छ नि त -I इफेक्ट सो यो चाहिँ धेरै हुन्छ भन्ने खालको। अर्को भनेको यहाँ एउटा यति मात्रै बल्की ग्रुप छ यहाँ धेरै बल्की ग्रुप छ सो यसको थोरै भएको SN2 धेरै हुन्छ।